नेपाललाई हेप्दै आएका मोदी ट्रम्पले धम्की दिएपछि झुके। अब अमेरिकाको योजनामा चल्ने। सम्भवतः विश्वका 195 देशका प्रमुख मध्ये नेपाललाई सबैभन्दा बढी हेप्नेमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पर्छन्। नेपालका सिमाना खुलेआम आफ्नो नक्सामा समेट्नेदेखि नेपाली प्रधानमन्त्रीलाई भ्रमणको निम्तो समेत मोदीले दिँदैनन्। तर अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प सामु भने मोदी झुकेका छन्। ट्रम्प विश्वकै शक्तिशाली राष्ट्र प्रमुखभित्र पर्छन्। ट्रम्पले जे चाहन्छन् त्यो गरेरै छाड्छन्। केही समय अगाडि मात्रै भेनेजुएलाका राष्ट्रपति मादुरोलाई पक्राउ गरेर अमेरिका ल्याएका थिए। ट्रम्पले भारतीय प्रधानमन्त्री मोदीलाई रुस र इरानबाट तेल खरिद नगर्न चेतावनी दिए, तर मोदीले टेरेनन्। त्यसपछि ट्रम्पले भारतमाथि 50% कर ठोकेपछि भारतको व्यापार घाटा अहिलेसम्मकै उच्च छ। फेरि 50%बाट 500% कर लगाउने चेतावनी दिएपछि मोदी ट्रम्प सामु निरीह बनेका छन्। अब भारतले इरान र रुसबाट तेल किन्नुको सट्टा भेनेजुएलाबाट तेल किन्न सम्झौता गरेको छ। भेनेजुएलाका पूर्व राष्ट्रपति निकोलस मादुरोलाई सत्ताबाट हटाएपछि अमेरिका भेनेजुएलाको तेल उद्योगमाथि आफ्नो नियन्त्रण कायम गर्ने योजना बनाइरहेको छ। ट्रम्पले भेनेजुएला अब अमेरिकालाई ठूलो परिणाममा तेल आपूर्ति गर्न तयार रहेको घोषणा पनि गरिसकेका छन्। ट्रम्पले भने हामीले पहिले एउटा सम्झौता गरिसकेका छौं। भारतले इरान र रुसबाट होइन भेनेजुएलाबाट तेल किन्नेछ। त्यो सम्झौता हामीले पहिल्यै गरिसकेका छौं। ट्रम्पका अनुसार अब भारत अमेरिकाको योजना अनुसार चल्ने भएको छ। ट्रम्प सामु मोदी झुकेको तपाईहरुलाई कस्तो लाग्यो? आफ्नो प्रतिक्रिया कमेन्ट गर्नुहोला।